हेलो साथीहरू, हामी चाहिँ मालिका आमाको मन्दिर गएर पनि घर आएर पनि खाना खाएर एकछिन आराम गरेर सिबी टिप्न आएको छौँ। भिडियो चाहिँ अघि देखाउन पाइनँ कि नानी, मैले भिडियो कन्टिन्यू गर्न पाएको थिएन, त्यही भएर झुम्का पनि खोलेकै छैन त्यतिकै। कस्तो खालदिएको अनुहार हेर्न रोको जस्तो कि आचेर त बल्ल दुईटा टिकटक बनाएर ए जम्मा दुईटा अनि त्यतिकै झुम्का त काटिदिनु पर्छ क्या, साह्रै झेत्ल्याङ झेत्ल्याङ भयो। ए हुन्छ नानी, अन्त हामी चाहिँ सिबी टिप्न आएको हो। ए सिमी चाहिँ यस्तै फलिरहेको मकैमा लाउने सिमी नानीले टिप्न लाउनु भयो। के भयो जुगा आयो होला नानी, म त घरमै। ए हेर्नु कति राम्रो हो के फर्सी के नानी, फर्सीको मुन्टा हेर्नु कति राम्रो, यस्तो राम्रो अर्ग्यानिक सबै। हाम्रो कोदो बारी त नानी यता माथि लाउनु हुन्थ्यो नि त, अहिले त यता लाउनु भएको छ माथि छ र। ए पोहोर त्यही भएर उहाँ रोपेको थियौँ होइन, अहिले चाहिँ यहाँ त्यहाँ लगाउनु भएको छ। ए हिजो आएको यहाँसम्म आएँ, माइजूलाई नदिएर फर्केर गएको भट्टा आकार आउनु भएको थियो नि माइजू। हजुर अन्त नि चुम्रेको कस्तो अनुहार अलि राम्रो रहेछ कि। ए यहाँभित्र नि रहेछ, हेर्नु न कति धेरै। अब यो काँक्रा जति त सबै पैयाले भइछ त ए यहाँ पनि ए होइन सितो त झार रहेछ। ए यो त पैयालै भयो है, बिउ राख्ने कसो गर्ने नानी? बिउ हो क्या यो पैयालो त छोडिदिनु भयो त्यो हरियो टिप्नु। कति अस्ति नै त कति धेरै कुहिएको थियो, भिडियो गराइदिउँ। यो के हो घरको ठुला ठाला हो कि जेठो बाठो हो कि जेठो बाठोहरू आपा र आमा हेर्नु नि ट्याक्कै एउटा दुइटा कति पयालो पयालो भएर बसेको है। ठुल्ठुला रहेछ कि त्यो भुइँमा टाँसेको त सबै कुहिन्छ होला है नानी, उतापट्टिको पानी पर्दा त कुहिन्छ होला है। अब त झ्याङ मर्दै गऱ्यो, अब त पाकिसक्यो है यो त टिप्नु पर्थ्यो नत्र अन्त मर्छ के अरे होइन। अचार बनाएर राखेको सही हुन्थ्यो कि घामै लाखे त्यो हरियो हो एउटा। हामीलाई कहाँ पायो भने चाहिँ बारीमा त्यस्तै पहिला पहिला घर लगेर कौसिया राख्ने अनि कौसीको चोरेर खान्थ्यो के भन नानी, टिप्टिप नानी। यो त अलि उस रहेछ, लामै रहेछ, गड्याङ गुडुङ पले। यसको त हेर्नु त भित्रबाट गुदीहरू पनि निस्कियो भाइ, मिठैहरू धोएर कसरी ढल्ला पर्दा त्यहाँ माथि कति धेरै थियो, कति टिप्दै खाइयो। अलि उसो रहेछ कचककुची कस्तो पऱ्यो। उतातिर होला सायद राम्रो हाल्यो के गरौँ नानी? हाल्नु त्यहाँ फुटाल्ने हेरौँ, फुटाल्ने ए राम्रै रहेछ, राम्रो रहेछ। हुन्छ राख्नु फेरि भित्र कुहिएको भने लानु माथि। ए काँक्रा माथिल्लो पाटामा नानी के अब नि हामी सेबी टिप्दै टिप्दै गयो भने चाहिँ काँक्राहरू देखिन्छ होला। फर्सी फेरि जता हेऱ्यो उतै त्यतै कल्टेर बसिरहेको छ सबै। नानीहरूले सेबी टिप्नु भयो मजाले, म चाहिँ यतापट्टि गएर टिप्छु। बोरा बोकेर गएँ म यता। कति राम्रो सेतो रहेछ है नानी, यो त अहिलेको अङ्कुरे बाङ्कुरे अन्त नि अघि त आएको फेरि कति छिप्पेको के पयालो, कति राम्रो मिठो नभए नि होला जस्तै है। त नि ए यहाँ पनि छ फर्सी, ए सानो बत्तीले टो गरेर
यतातिर जानु पर्यो म फेरि मिठा मिठा कुराले नाकबाट सिकान स्याल स्याल भएको कताबाट जानु नानी यतिबाट जाऊँ कति फर्सी र मन्टा त फर्सीको मन्टा र बतिला फुल अनि अलि ठुलो भएको पाकेको सबै छ कबलीले गाह्रो भयो कि नानी होइन भारी भइसक्यो ए छ चाहिँ काँक्रा बारीतिर अब यो झुम्का मैले कस्तो छ्या काँक्राहरू हेर्नु न आमै सब पहेँलो हो नानी पहेँलो बाख्रा बारीभरि सुत्यो काँक्रोहरू त उताबाट नानी त्यो बेच्ने ठाउँमा कि यस्तै पहिला पहिला यत्रो मादल त राख्छ नि नानी होइन हो र मैले त अहिलेसम्म थाहा छैन भाइ के कति महँगो बाख्ना आउँछ खाँदा पनि कस्तो मिठो के धनिया हेर्नु न नानी मुनि मुनि पनि खोटै भयो काँक्रा त यता पनि छ उता पनि हरियो मिठो नभए नि होला अस्ति हेर्नु न मङ बास्ना आउँछ नि सेबी पनि झप्प फलिरह माथि हेर्नु कति रहरै लाग्दो गरे फलेको है नानी कति खाने आमै यसरी फलेको कति राम्रो नानी कसरी हो काँक्रा भनेर छ होला नानी होइन कति गरुङ्गो हुन्छ नि काँक्राहरू त ए पानी हुन्छ यहाँ पनि कति राम्रोसँग फलेको है नानी यो त 3-5 किलो भन्दा त कम छैन होला यो त बढी होला बुट ए यो चाहिँ अलि लामो रहेछ 2 किलोसम्म होला 3 किलो होला 2 होला 3 नि हैन होला 2 सम्म होला बरु सर्लक्कै ढलेर बसिरहेको कि हेर्नु माथि नि सब काँक्रा त जताततै ढलिरहेर बसेर त नि फल्दै ए नदेखेको यता फेरि फर्सी हेर्नु गमक्क परेर बसिरहेको नानी यहाँ हेर्नु न यहाँ लुकेको हेर्नु त उ त्यहाँको जत्रै है यहाँ पनि यो त झन् राम्रो रहेछ
हेर्नु न कस्तो सर्लक्क परेको हेर्नु त हेर बाफरे भगवान् उचाल्नै नसक्ने गरौँ एउटा ठुलो लामा हुन्छ कि गम्मै तलतिर सानो सानो फेरि अहिले खाना हुन्छ त आमा मलाई पाप्न लास उगाउन सक्दैन कि अब उचालेर बटाल्न पनि नसक्ने है नानी गाह्रो हुने के ठुलो त लु बल्ल छिन्यो काँक्रा ला भरि है नानी काँक्रा र फर्सी अनि सेबीले भारी पुग्यो हाम्रो भारी पुग्यो लु अरू चाहिँ यही पल्टाङ ढल्छ नानी हजुरलाई गाह्रो हुन्छ क्या यहाँ हेर्नु न सेबी कति राम्रो फलेको कि हेर्नु न सेबी नि कालै रातै फलिरह हेर्नु कति राम्रो छ यहाँ पनि ओ माथि हेर्नु न नानी कति ठुलो रहेछ त नानी बत्ती लाएर ठुलो रहेछ यहाँ अलिकति ठिक्क ठिक्कको सेबी हेर्नु न हो सेबी म त नि नानी कति फलेको हो न यतातिर सेबी सबै पाकेको रातो रातो मैले बारीमा लाएर अब मिस गर्ने रहेछ काँक्राले बोरा भरिँदैन म त उसले कि टिप्दा नि कपालै लुक्छ बादल अन्त नि अब नि मेन नाकबाट रुगा लाएर हैरान कति मटक मटक पऱ्यो हेलो हामी त आए सेबीको भारी बोकेर हेर्नु न यत्रो भारी बोकी बोकी साथीहरू हामी चाहिँ तरकाल टिपेर पनि आइपुगेको छौँ अनि साँझ पक्का भइसकेको थियो म चाहिँ खाना पकाउने तर्खर गर्दैछु नानीले चाहिँ एकतिर सेबी एकतिर कवली एकतिर काँक्रा गर्दै चुटाउँदै हुनुहुन्छ अनि सेबीहरू पनि राम्रो नराम्रो पिन्दै हुनुहुन्छ आजको भिडियो यहीँसम्म थियो साथीहरू कस्तो लाग्यो अन्तिम समय हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद साथीहरू।